मेरो यहाँ कोठा ल है नभएर क्या कोठा भएकोले त म एउटै नमस्ते कोठामा म डक्टर रामजी राम म आज यता एउटा नानी छ ब्युटिफुल नानी उहाँको नाम कृपा हो के नाम चाहिँ कृपा महतो ओके अनि कृपाको एकदम ब्युटिफुल बाबा राम्रो ह्यान्डसम बाबा होइन दाइ अनि मम्मी यता हुनुहुन्छ मैले चाहिँ के महसुस गरेँ भन्दा अहिले त हुन त हामीले कतिपटक चाहिँ आपाङको परिचय पत्र बनाउँछौँ र अपाङ्गता भएको हाम्रो जो नागरिकहरू हुनुहुन्छ उहाँलाई सरकारले केही सुविधा मार्फत होस् भनेर उहाँहरूलाई सुविधा होस् भनेर केही रकम पनि दिनुहुन्छ उहाँको वर्ग निर्धारित गरेर तर त्यो अनुसार चाहिँ त्यो पाइसके पश्चात पनि पैसा त भयो तर उहाँसँग गरिने व्यवहारहरूको सुनिश्चितता उहाँसँग गरिने विभेदहरू र उहाँसँग गरिने व्यवहारहरू चाहिँ त्यो सुविधाले चाहिँ त्यो 4000 5000 को पैसाले सायदै कभर गर्छ जस्तो लाग्छ हुन त यसको बारेमा म त्यसको विज्ञता छैन तर चाहिँ दाइले भन्नुहुन्छ हैन कृपाको बाबाले मलाई कस्तो सुनाउनु भयो र त्यो विषयमा चाहिँ मलाई त्यो मन लाग्यो र त्यस्तो आश्रम हुन त अब कति आश्रमहरू खुलेको छ तर अपाङ्गता भएको परिवारहरूको बालबालिकाहरू हुन सक्छन् अथवा नागरिकहरू उहाँहरूको लागि चाहिँ एउटा आश्रम बनाउन पाए भने राम्रो हुन्थ्यो कि हैन कतिपय मान्छेलाई चाहिँ अब घर परिवारले निकालिदिएको पनि छ किनकि उसँग जोडिएको कति गाह्रोपन कुराहरू छ सबैले सहन सक्दैन उहाँहरूले त च्यालेन्जै दिनुहुन्छ हैन खासमा त्यो कुराहरू उहाँले त हरेक दिन हामी अन्धकार देख्दैनौँ तर जिन्दगीभर अन्धकारलाई च्यालेन्ज गर्ने मान्छेहरू हाम्रै अगाडि हुनुहुन्छ नि त कतिपयले हामी आवाज सुनिरहेको हुन्छौँ कतिपय आवाज हामीलाई मनै पर्दैन तर हाम्रो समाजमा कतिपय मान्छेहरू त आवाजलाई पनि बिना आवाजको पनि आफ्नै मनका आवाज सुन्ने मान्छेहरू पनि त छन् नि हैन उनले आवाजलाई च्यालेन्ज गर्छ हामीलाई चाहिँ थकाइ लाग्छ तर भन्नु त डुलेर हिलेर सुतेर हामीलाई कति गाह्रो अल्छी बनिरहेको तर खुट्टाले पनि हिँड्न नसकेर कति मान्छेलाई गाह्रो भइरहेछ नि त सो यी कुराहरूलाई चाहिँ ध्यान राखेर दिदीले चाहिँ हैन दिदी तपाईले के आश्रम भन्नुभएको छ है मैले आश्रम भनेको सर किनभने अब हामी यत्रो हिँड्छौँ जे होस् हामी त परिवारसँग एकदम टाढा भएर हामीलाई परिवारले उहाँहरूको अवस्थाले त हामीलाई हेलै गर्नुभयो तर उहाँहरूको हेला आज हाम्रो मायामा परिणत भयो किन भयो भने आज साथ परिवारले हामीलाई राम्रो सपोर्ट गरिदिएको भए त्यस्ता दृष्टिबिनहरू छन् त्यस्ता अपाङ्गहरू छन् कि जसलाई संसार थाहा नै छैन एउटा घरभित्रै संसार यस्तै हो भन्ने उहाँहरूको महसुस भइरहेको छ तर त्यो अवस्थालाई म त बुझ्छु एकदम राम्रोसँग बुझ्छु हामीलाई त यो समाजमा जुन यति गाह्रो छन् उहाँहरू व्यक्तिहरूलाई कति गाह्रो होला कि म कतिपय साथीहरूसँग भेटघाट गर्छु घरमै भेट्न जान्छु मेरो कोठामा ल्याएर राख्छु उहाँहरूसँग म मनको कुराहरू गर्छु बरु खाना नदिए नि नदिए हुन्थ्यो तर साथीसँग बसेर यसो मनको कुरा व्यक्त गर्न पाएँ कति खुसी हुने थिएँ भन्ने व्यक्त गर्नुहुन्छ मलाई आफैमा दुःख लाग्छ धेरै दुःख कि त्यस्तो आश्रम पाएँ भने त उहाँहरू सधैँ एकअर्कामा रमाउँदै खुसी हुँदै हातमा हात मिलाउँदै त कम्तीमा खुसी हुन सक्नुहुन्छ होला नि हजुर अनि दिदी हजुर त ब्याचलर सकिसक्नु भएको छ है हजुर अब मास्टर गर्ने होला अब मास्टर गर्नेलाई अब खै अब सेवामै बिताउन मन लागेको छ ए समाज सेवामा है हजुर अनि हजुर दाइ दादा तपाईँ भन्नु त ल तपाईँलाई अप्ठ्यारो लागेको र भन्न मन लागेको कुरा यसो हामीले जुन आश्रमको कुरो गरिरहेको छौँ त्यसमा चाहिँ सीमित व्यक्तिहरूलाई होइन कि जसलाई घरबाट वास्तवमा अपाङ्ग भनेरै हेला गरेको व्यक्तिहरूलाई हामीले यो गर्न खोजेको त्यो कि अथाह सम्पत्ति छ म एउटा साथीको ब्याकग्राउन्ड बुझ्दाखेरि उसको लमसम 3-4 बिघा जग्गा छ तर त्यो बिचरालाई एक वर्षमा एक जोड नयाँ कपडा हालिदिएन महिनाको 4000 सरकारले भत्ता दिइरहेको छ रातो काठ तर उसले कम्तीले खाना हजुर यस्तो अवस्था हेर्दा राम्रो साह्रै दुःख लागेर त्यो साथीलाई भेट्दाखेरि वास्तवमा हामी जाने बित्तिकै साथी रुन्छ तपाईँहरू कति यसरी डुल्नुहुन्छ हामीलाई त घरबाट जान दिँदैन यस्तो सूचनाको पहुँच यति छ हाम्रो देशमा अहिले तर त्यो बिचरा उसको हातमा यसो मोबाइल पनि छ एउटा मात्र हेलो हाई साथीहरूसँग कतिपय अवस्थामा त हामी एकअर्कामा कुरा भनेर पनि दुःख कम हुन्छ नि त त्यस्तो भन्नले पनि उसको घरको सुविधा दिइरहेको छैन मान्छेहरूले
भनाइ गर्छ कि हामी त्यस्ता व्यक्तिहरूलाई बरु ठाउँमा राखेर बरु मजाले भनौँ न अरू केही नगर्न सक्ने जीवनभरि हामी खुसी भएर पनि एउटा बाँच्यो भने सायद मलाई लाग्छ सजिलो हुन्छ। मानवताको नाताले हामीलाई त्यही दिन्छ कि हामी दुःखमा परेकोलाई हामी सुख दिउँ अथवा उसलाई बचाउँ, बिरामीलाई निरोगी पारौँ भन्ने उद्देश्य हुन्छ। त्यसरी नै त्यस्ता बन्धनमा परेका व्यक्तिहरूलाई छुटाएर हामी स्वतन्त्र रूपमा जीवनयापन गर्ने वातावरण बरु मिलाउन सक्यो भने अझ बेटर हुन्छ कि जस्तो लाग्छ मलाई। है हुन्छ दाइ, हामी यस विषयमा अझ पनि मैले साथीहरूलाई भन्छु, साथीहरूलाई के छ लाग्छ अब उहाँहरूले आफ्नो विचार राख्नु होला है।